आज म पिउँदैछु दुईटा एक्सट्रिम एकैपल्टमा तर हियर इज क्याच म चाहिँ खानेछु टुथपिकले लेट्स सी हाउ इट गोज हैन कति टाइम लाग्छ अनि आई एम कलिङ आउट टु यु एक्सट्रिम नेपाल हैन तपाईहरुको एनर्जी ड्रिंक म पिउँदैछु बच्चा रुँदैछ बाबा यस्तो नगर भनेर लेट्स सी कस्तो जान्छ आवाज त आयो है नाइस म त थोरै हुन्छ होला सोचिरहेको थिएँ ल एउटाले यति भरियो ए यसमा चाहिँ अलिक मजाले आवाज आयो ए आइस भएको छ क्या ठिकै छ यो यसमा चाहिँ अलिकति आइस बारे चाहिँ मैले अलि डिप फ्रिजमा राखेको थिएँ यो यहाँ हुँदै गर्छ हैन म यसलाई अलिकति पग्लिने बित्तिकै यसमा हाल्दै गर्छु अहिले आइस बारे छ अब म स्टार्ट गर्छु टाइमर र हेरौँ कति टाइम लाग्छ एक मिनट में आछन् कि एक थोपसम्म सकियो होला है के गर्दैछु म अहिले मुड मलाई कस्तो भइसक्यो भने म गुटगुटी बिजियो कि जस्तो हुन थालिसक्यो हैन मलाई 3 मिनेट भयो 4 मिनेट भएको छ यार भर्खर It is extremely difficult. नौ मिनट हल्लेको छैन यार 9 मिनट भइसकेछ बरु रेकर्डिङ पो भइरहेछ कि छैन फिक्स भएन के घट्यो होला फेरि यसमा अलिकति बाँकी छ अझ घटिरहेको जस्तो लाग्छ तर के थाहा हुन्छ पन्ध्र मिनट हुन थालेछ भर्खर घट्यो होला र It's extremely difficult त्यो त म एउटा भनिरहेको छु टाइम कति 18 मिनट आई थिंक 3 घण्टासम्म लाग्छ कि लेट्स सी
यसकै डायमिटर घटिसक्यो होला यार खाना त यहाँ घट्दैन एउटा रमाइलो कुरा म चाहिँ 3टा मगाउँदै थिएँ धन्न त्यो ठाउँमा स्टक सकिया रहेछ र एउटा अर्कै केही दिँदै थियो अनि भाइले ल्याएन थ्याङ्क यू भाइ थ्याङ्क यू स्टक न त म यहाँ स्टक भएको भए हुन्थ्यो रेकर्डिङ भइरहेको छैन म एकचोटि चेक गर्छु है ठिक छ अहिलेसम्मको 21 मिनटको चाहिँ रेकर्डिङ भइरहेछ अहिले चाहिँ ए यता न त यहाँ घाउ हुन थालिसक्यो यहाँ पाहाडमा जिब्रोमा पनि यो त सोचेकै थिएन यहाँ घाउ हुन थाल्छ लेट्स पुल इट अप मैले एउटा के गर्नुपर्ने थियो भने त्यहाँ एउटा अलिकति कहाँसम्म थियो भनेर सिम्बल एउटा केही बनाएर राख्नुपर्ने थियो अलिकति मलाई प्रोग्रेस भइरहेछ भने देख्यो भने अलि इजी हुन्थ्यो कि हैन त्यो गरिएन थाहा पनि छैन कहाँ पुग्यो के भएकै जस्तै लाग्दैन त्यसले चाहिँ अलिकति मोटिभेसन 25 मिनट भइसक्यो ओके हल्लेको हुन्छ नि केही पनि भन्ने जस्तो मेरो कार भइरहेछ है तर पनि जम्मा 25 मिनट त भएको छ राइट माइक अन छ कि छैन भनेर चेक गरेँ गर्मी पनि धेरै भयो म एकछिन पङ्खा चलाउँछु है कहिलेकाहीँ 29-30 मिनटमा चाहिँ क्यामेरा बन्द हुने गर्छ यो क्यामेरामा त्यस्तो छ कि म एकचोटि चेक गर्छु फेरि आउँछु है ओके ठिकै छ क्यामेरा मैले धेरै टाइम पास गरिरहेको छु म अब अलिकति नोटिस गर्नु पऱ्यो आफूलाई एकदमै मजा लाग्नु पऱ्यो 5-7 मिनट पैँतिस मिनट एन्ड मच मोर टु गो होइन कति छ एक्सट्रिम आई एम कलिङ टु है तपाईलाई स्पोन्सर गर्नु पर्यो है यो भिडियो दिस इज माई वाइफ है
अहिले हेरेर आएको चाहिँ तर यहाँ आई थिङ्क यति नै थियो जस्तो लाग्छ जुन घटा जस्तो लागेको छैन होइन गोइङ अन के भन्दा नि यहाँ जो तान्दा तान्दा यहाँ जिब्रो मारेर यहाँ घाउ भइसक्यो क्या के लाग्छ खायो ठिक छ ल ठिक छ डलाइदेऊ हामी गयौँ अझै त्यहाँ मेरो वाइफ त्यहाँ छ ल ठिक छ अब चाहिँ अलिकति घट्यो जस्तो लाग्दैछ मलाई गर्दैन त यार हो त खाइदिउँ के पुरै क्यामेरा चेक पढाइमा यति मेहनत गरे भए आज इन्जिनियर बन्न सक्थ्यो भन्थ्यो होला नि र सिसिफस भन्ने पात्र छ क्या उसको पनि जिन्दगीमा कस्तो छ भने उसले ढुङ्गा बोकेर पहाडमा पुग्छ अनि छोडिदिन्छ अनि फेरि तल झर्छ फेरि बोकेर माथि लैजान्छ जिन्दगीभर त्यही गरेर बस्छ त्यसको जिन्दगी यति मिनिङलेस देखिन्छ तर पनि ऊ बाँचिरहेछ म के गर्दैछु घटे त होला त अलिकति होइन एउटा एउटा सक्यो होला र काइन्ड अफ सक्यो होला एउटा त भनेपछि यदि यो एउटा सकियो भने अब 1.5 घन्टा अनि यो अलिक तलतिर अलिक गाह्रो हुँदो रहेछ एउटा अनि दोस्रो काइन्ड अफ मोटिभेसन पनि अलिकति खस्किँदैछ राइट त्यसैले लेट्स से 1.5 घन्टामा सकिन्छ कि अब सुट रक रक त आइसक्यो रहेछ
त्यसो जिरोमा यहाँ त रगत आइसकेको छ एक घन्टा सक्यो तर यो केही पनि सकेन गर्दैछ गाइज गर्दैछ ल यता क्यामेरा चेक गर्ने ब्रेक है गोइङ अन क्यामेरा रेकर्डिङ भइरहेछ एक्सट्रिम कहिले आउँछ नि मुमेन्ट त्यस्तो तपाईँ आफ्नो लाइफ चोइसेसहरू अथवा तपाईँ म किन यो चुज गरेँ मैले किन गरेँ यो भन्ने मुमेन्टमा म पनि थालिसकेँ जम्मा टाइमको हिसाबले धेरै होइन जम्मा 1 घन्टा हो राइट तर काइन्ड अफ मेरो ब्रेनमा यो कति मिनिङलेस छ भन्ने कुरा पनि मलाई फिल भइरहेको छ एउटा दोस्रो यसले मलाई जुन पेन दिइरहेछ हैन यहाँ सुरु भइसक्यो अरू त्यो छ फेरि सँगै यो मिनिङलेस पेनमा गुज्रिनु चाहिँ सबभन्दा कठिन कुरा हो हैन राइट जो दुःख पर्छ नि मान्छेलाई तब फिलोसफी आउन थाल्छ राइट किन चुज गरेँ मैले यो भने जस्तो ब्याकअप द ब्रेन छ ठिक छ मेबी यो भिडियो बुम हुन्छ धेरैले मन पराउँछन् भन्ने छ तर वाइ के छ यसमा मन पराउँदा हैन अझै आउ भइसक्यो बोल्दाखेरि पनि अलिअलि त्यो फिल हुन थालेको छ सकिएको छैन केही पनि सकिएको छैन यसो हेर्दाखेरि अझै 1-1.5 घन्टा हैन लाग्न सक्छ हु नोज तर चुज गरिसक्यो यो भिडियो चल्ला नचल्ला यो सब सेकेन्डरी भयो क्या अब यो सकाउनु इज प्राइमेरी र त्यो अचिभमेन्ट कि मैले यस्तो गरेँ त्यो मिनिङलेस भए पनि मैले एक्ट गरेँ भन्ने कुरा काइन्ड अफ यसले मलाई अर्को प्रोजेक्ट केही गर्दाखेरि मोटिभेसन दिन्छ त्यसैले जसरी पनि म सकाउँछु आई नो मेरो यहाँ निकै घाउ हुनेवाला छ अहिले मलाई यति फिल भइसक्यो यो आधा सकिनुलाई अझ कति घाउ हुने हो लेट्स डु इट है ल धेरै भयो कफ ल एक्सट्रिम चाहिँ बस बस त्यो स्टार्ट गर्दाखेरि के
त्यो काम गरिरहँदाखेरि कम फिल हुन्छ, त्यो लागिहाल्छ अनि त्यसपछि बानी पर्छ। सुरुमा त पोल्दैछ। यो मेडिटेटिभ प्रोसेस जस्तो फिल भइरहेछ अब चाहिँ हैन। काइन्ड अफ यतिकै बसिरहेको मान्छे आफ्नो थट अब्जर्भ गर्छ नि। म यहाँ सेन्सेसन अब्जर्भ गर्दैछु आफ्नो, यो कन्टिन्युअसली यो सिपिङ गरेको अब्जर्भ गर्दैछु। क्यामेरा चेक, ब्रेक। ठिक छ, रेकर्डिङ भइरहेछ। 1 घन्टा 16 मिनट जस्तो देखाएको छ त्यहाँ पनि यहाँ पनि लगभग त्यस्तरी चाहिँ 16-17 मिनट। अब यो टाइमको हिसाबले धेरै टाइम होइन, म अघि पनि भने होइन। मेरो अनुमान चाहिँ के थियो भने म्याक्सिमम् 2 घन्टा लाग्छ होला भन्ने अनुमान थियो। तर यसो हेर्दाखेरि काइन्ड अफ 2 घन्टामा सकिन पनि सक्छ। तर मान्छे मिनिङ देख्ने त रहेछ नि होइन। अब यो मिनिङलेस भनिरहँदाखेरि मैले एउटा के मिनिङ देखाएको छु भने भिडियो चल्छ होला होइन, मान्छेले देख्छ होला, काइन्ड अफ अलिक भ्युज आउँछ होला, त्यस्तै सानसानो मिनिङ देख्दै हामी एक्ट गर्ने रहेछौँ होइन। ओके, गफ पछि फिल एक्सट्रिम, डिस्कभर एक्सट्रिम। यहाँ जे लेखिएको छ त्यही मलाई भइरहेको छ है। एक्सट्रिम फिल गर्दैछु म। ओन्ली स्योर एक्सट्रिम। रेकर्डिङ भइरहेछ त्यहाँ हेर। त्यहाँ नम्बर बढिरहेको राइट, ठिक छ। 1 hour 21 minutes, ठिक छ। सकिन थालेछ है, त्यो हुँदा यहाँ घाउ भइसक्यो त्यो चाहिँ जस। अब 20-40 मिनटमा चाहिँ यो सकिनु त पर्ने हो, 40-50 मिनटमा, नभए धेरैमा 2.5 घन्टाभन्दा एउटा लाग्दैन रहेछ। तर द थट्स चाहिँ इनफ थट्स के आइरहेको छ होइन। लेट्स ल ल हुन्छ। माई वाइफ सेज चेकिङ मी होइन, के भइरहेको छ यहाँ भनेर। यस्तै छ, के हुन्छ। त्यो यात्रा अझै हुनु त बाँकी छ थुप्रै, तर यात्रा सकिन लाग्दाखेरि अझ बढी त्यो ती अकुमुलेट भइसक्दो रहेछ नि पेन।
स्टप वाचले पनि हार मानिसक्यो यार। क्यामेरा चेक। मैले यति लामो भिडियो कहिले खिचेको छु त्यसले मलाई अलिकति रिस्की फिल भइरहेको छ टाइममा, त्यही भएर क्यामेरा चेक गरिरहेको छु। एक्सट्रिम अफ स्याडनेस कहिलेकाहीँ लाफ्टरमा चेन्ज हुन्छ भन्नु क्या। अनि एक्सट्रिम अफ एङ्गर कहिलेकाहीँ साइलेन्समा चेन्ज हुन्छ भन्नु। भित्र मेरो शरीरले खासमा अहिले स्याडनेस पनि यति गरिसक्यो, के गर्न आज त भन्दैछ। सँगै रिस पनि उठिरहेछ भयङ्करै। के वाट इज दिस लाइफ चोइस? के चुज गरे अहिले? यो घटनाले मलाई कि कस्तो मान्छे बनाउँछ होला, के सोच्ने बनाउँछ होला। क्यामेरा चेक ब्रेक। यस्तो टायर्ड फिल गरिरहेछ नि जिउले, अलिक काँप्न थाले थोरै थोरै हात। त्यस्तो टायर्ड फिल गर्नुपर्ने एक्सन त होइन यो, तर पनि शरीर त्यसरी पनि काम गर्दो रहेछ है। मतलब मिनिङफुल देखाएको छैन, कन्टिन्युसली यो काम गरिरहेछ। अनि शरीरले छोड के गरिरहेछ भनिरहेछ क्या, काइन्ड अफ है। 1 घन्टा 43 मिनट भइसकेको छ। ढाई घन्टासम्म जान्छ कि, लेट्स सी। यहाँ घाउ भएर म यता स्विच गरिसकेँ, यता पनि घाउ थालिसकेँ।
आई नो अब आधा घन्टा भन्दा बढी लाग्दैन तर आधा घन्टा सहने 8 पनि छैन जस्तो हुन थालिसकेको छ रगत लागिसकेको छ यसमा पनि दिन थालेछ एक्सट्रिम I'm calling out सक्कौँ अब थोरै बाँकी छ Wait. ओके एमा 5 ml जति होला म्याक्सिमम यसमा मेरो अहिले ब्लड धेरै गइसक्यो जस्तो लाग्छ मलाई चाहिँ फेरि म जति सकिन्छ खान्छु त्यसपछि I'm going to leave it है ल सक्यो थ्याङ्क यू सुरुमा धन्यवाद दिन्छु म मेरो साथी सन्दीप खनाल जसले चाहिँ मलाई यो आइडिया दियो अहिले बिचैमा ब्याट्री सकिएछ अनि मेरो भाइलाई धेरै धेरै थ्याङ्क यू उसको च्यानल लेट्स कुकमा पनि तपाईँले हेर्नु होला मेरो क्यामेरामा साथ दिने र एडिटिङमा साथ दिने मेरो भाइ हैन अनि मेरो घर परिवार पुरै वाइफ श्रीमान वाइफ अनि मेरो आमाबुवा यहाँ जिब्रै लडपडाउन थालिसक्यो मैले के गरेँ भनेर हैन ओके थ्याङ्क यू भ्युअर्स तपाईँहरूलाई पनि तपाईँले हेर्नुभयो लास्टसम्म यहाँ पुरै घाउ भइसक्यो यु नो हैन एक्सट्रिम नेपाल के एग्रो थाई फुड्स आइ एम कलिङ आउट टु यु है स्पोन्सर दिस भिडियो ओके सी यू इन द नेक्स्ट यो एक्जिस्टेन्सियल ह्युमरको लागि जिन्दगी यस्तै छ अर्थपूर्ण काममा हामी अर्थहीन काममा बिताउँछौँ सिसिफसको जस्तो लाइफ छ हाम्रो थ्याङ्क यू बाई